बिन्दु बजार भारतको पश्चिम बङ्गाल अन्तर्गत कालेबुङ जिल्ला दार्जिलिङबाट भाग भएर कालेबुङ जिल्ला बन्यो। अहिले कालेबुङ जिल्लाको यो बोर्डर एरिया भुटान पारी देखिरहनु भएको छ। भुटान यो भुटान बोर्डरको छेउमा हामी आइपुगेको छौँ। भुटान फेमस जलढका हाइडल प्रोजेक्ट त्यहाँ पारी रहेको छ। कालेबुङ जिल्लाको गोरुबथान खण्ड अन्तर्गत पर्ने यो 45 नम्बर समष्टि कालेबुङ र दार्जिलिङमा GTA गोर्खाल्यान्ड टेरिटोरियल एडमिनिस्ट्रेसनमा 45 वटा समष्टि रहेको र यो अन्तिम समष्टि 45 नम्बर समष्टि जो दार्जिलिङ गोर्खा हिल काउन्सिलको समयमा 28 वटा थियो, त्यसलाई बढाएर 45 वटा गरियो, जसको यो अन्तिम सर यो 45 नम्बर समष्टि हैन, 45 नम्बर समष्टि यो जलढका खोला अनि पारी देखिरहनु भएको छ। जलढका हाइडल प्रोजेक्ट यो कहिलेतिरको हो थाहा छ तपाईँलाई? 68 तिर हुनसक्छ। धेरै पुरानो हाइडल प्रोजेक्ट र यो देख्नुहुँदैछ यो सुन्दर पहाड पारीपट्टि देख्नुभएको यो भुटान हो। यो खोला पारी भुटान होइन सर? खोला पारी यो खोलाले छुट्याएको छ, जलढका खोलाले बगबके। यो जलढका हाइडल प्रोजेक्ट यो पारीपट्टि भुटान, वारीपट्टि भारत, यो सीमावर्ती क्षेत्र र यो सुन्दर जग्गा तपाईहरुलाई घुमाइरहेको छु। यो मानिसहरू यहाँको एउटै मात्रै यो क्षेत्रको यो बिन्दुको पर्यटकहरू आउने यो बिन्दु चाहिँ किन आउने भन्दाखेरि चाहिँ यही एउटा जलढका हाइडल प्रोजेक्ट जो भुटानको सीमासँग सटिएको हुनाले गर्दाखेरि चाहिँ हामी घुमिरहेका छौँ। यो ससाना दोकानहरू पाउँछौँ। कालेबुङ म भनिरहेको थिएँ कालेबुङ जिल्लाकै भए तापनि यो नेसनल हाइवे चाल्सा डामडिम भएर अनि चाल्सादेखि केही वर खुनिया मोडदेखि जब हामी उकालो लाग्छौँ तब कुमाई छेउछाउ हुँदै गैरीबास हुँदै त्यस पछाडि झलोङ परेङटारहरू हुँदै हामी परेङटार हुँदै बिन्दु आइपुग्छौँ। बिन्दु यो पर्यटन क्षेत्र जो चाहिँ क्लिन इन्डिया ग्रिन इन्डिया भनेर माथि लेखिएको रहेछ। त यही फुलहरू राखिएको छ यो छेउछाउमा। यी पर्यटकहरूको निम्ति ठन्डा महिना तातो लुगा लगाएर मानिसहरू हिँडिरहेका छन्। ठन्डा महिना बिन्दु ब्यारेज जलढका हाइडल प्रोजेक्ट यो 1923 सर यो के लेख्यो अन्डर अफिसियल सेक्रेट 1923 भन्ने 1923 तिर हो क्या हो? एक्ट मात्रै रहेछ नि, अन्डर अफिसियल सेक्रेट एक्ट 1923। त हामी चक्लेट दिनु हुँदैछ है? ल एकदम धन्यवाद तपाईँलाई, यहाँले हामीलाई चक्लेट दिनुभयो र यो यहाँबाट भारतको एउटा पुरानो हाइडल प्रोजेक्ट
जलढका हाइड्रो प्रोजेक्ट कालेबुङ जिल्लाभित्रको। अनि त्यसपछि हामी जानु भाइ क्यामेरा गर्नु दिन्छ यता त यो सुन्दरी फोटो नगर्नु हुन्छ।